हेलो गाइज वेलकम टु माई न्यू ब्लग होइन आज धेरै पछि फेरि नयाँ भिडियो बनाइरहेको छु आज चाहिँ म गाउँ जान लाग्छु अनि अब फेरि कसरी फेरि एक पोच ल कस्तो आम्बो ल योसँग हामी चाहिँ गाउँ जान लाग्यो अनि म चाहिँ हाम्रो कलेजको छुट्टी भएको छ नि त्यही भएर चाहिँ गाउँ जान लाग्यो यो साथीकोमा आएको थियौँ दाइकोमा आएको थियौँ अनि हामी अगाडि मङ्गलबार जाने मङ्गलबारबाट मेरो रुमबाट डाइरेक्ट घर लाग्ने हो सो धरानको आज वेदर त्यस्तो छ हर्क बाजेको सिटी त खतरा भइदिरहेछ आज जाडोले यस्तो ठक्कर कामेर यस्तो हुस्से लागेको छ फेरि होइन पुरै हुस्से भएर के हो यो यस्तोमा त पानीले भेटेपछि क्यामेरा बिग्रिसक्यो छ्या सो अहिले चाहिँ हामी पेट्रोल हाल्नु हिँडेको होइन हजुर अहिले हिँडिरहेको छौँ कति राम्रो हो मैले देख्नु यस्तै राम्रो देखिँदो रहेछ यस्तो बाटोमा सधैँ बाटोमा यस्तै राम्रो केटीहरू देख्न पाइँदो रहेछ धरानमा अब गाउँ गइन्छ केटी हेर्न पाइँदैन होइन अब त्यस्तै छ हामी चाहिँ पेट्रोल पम्पमा आइसकेको छौँ र पेट्रोल हाल्दा मान्छे खासै भिड्दैन छ आज त छिटो भएर जान्छ झर्नुपर्छ झर्नुपर्छ पानी चुइँदैछ कहाँ बस्नु जस्तो गर्ने हो छ्या ओ पेट्रोल हाल्न त हामी चाहिँ अहिले यहाँ यस्तो पानी चुइँदैछ बजारमा त मेरो नाकबाट सिगान चुइँदैछ ओ कति हाल्ने हो एक झारबाट हाल्ने हो कस्तो छ अङ्कल जाडो ठिक छ यस्तो जाडोमा नि राम्रो केटी हेरेर पाइन्छ यस्तो जाडोमा पनि इसकी आँखा इधर कहाँ यो 1 रुपियाँले बढो कति थियो भत्तै गर्छ अब 50। ओइ तेरो आँखा कहाँ छ अरे यहाँ तेरो आँखा कहाँ छ अरे 3 लिटर तेल हालेर गइन्छ अब भयो चढेको ल अब्बर भयो यार म त 3 लिटर तेल चढाउनै जाने ल हिँड 3 अनि लाग्दिने अहिले बिस्तारी तल साइड यो साइड ओइ कुन गल्ली हो म यो गल्ली आएको छुइनँ त अहिलेसम्म कुन गल्ली हो यो ए साला आएको छु जब पुलिस मामाले खेदाउँछ नि जब पुलिस मामाले खेदाउँछ नि तब यो बाटो हिँड्छ क्या हामी तर मलाई खेदाएको छ तर अहिलेसम्म मलाई पनि खेदाएको छैन पुलिस मामाले होस् कि माइकजीले होस् कि जसले होस् नि खेदाएको छैन त्यही भएर खासै छैन तर यो भ्लग गर्दा चाहिँ के हो भने यो अहिले सिमसिम पानी पर्छ त्यो क्यामेरामा पानी पसेर मेरो क्यामेरा चाहिँ बिग्रिने जस्तो अवस्था छ हात यति साह्रो कग्रिरहेको छ चिसो भएर छ हौ आम्मा यस्तो चिसोमा अनि कहाँ आइपुग्यो हामी हामी झन्डे रोड मेन रोड आइपुग्यौँ है झन्डे रोड भन्छ यहाँ मेरो क्यामेरामा केही गडबड हुन होला जस्तो छ यो पानी अब म चाहिँ मटर किन्दैछ यो हाम्रो राइडर आजको होइन चना मटर कहाँ छ कसरी रुपियाँ केजी छ दाइ 130 ए प्याकेटमै हेर्छ होइन भनेपछि ट्याक्कै चना यो चना होइन यसलाई चना भन्छ होइन यसलाई चना त्यसलाई मटर के हो म सब्जी त पकाउँदिनँ खाँदिनँ डाइट त खाँदिनँ अनि कहाँ मलाई थाहा हुन्छ त मलाई त केही थाहा हुँदैन चना र मटर डाइट हो नि त थाहा छैन थाहा छैन चना मटर डाइट हो भनेर जाडो लगभग कति हो 270 दाइ जाडो कतिको रहेछ आज हाम्रो धरानको माइनस हुन आँटो होला हो माइनसमा झर्छ यस्तो भयो भने भोलि माइनसमा झरि नै हाल्छ त्यही दिएर जान त है
अब कहाँ जानुपर्ने अरे धनकुटा धनकुटा पुग्नुपर्ने छ अहिले हाम्रो के छ मेरो स्टिकर हिजै तासेको झर्छ कि क्या यता है मेरो स्टिकर हिजै तासेको होइन मेरो स्टिकर हिजै तासेको बन्दुकवाला टाँसेको त यार छप्री अरे यस्तो हाल हाल त यस्तो सक्छस् बन्दुकवाला छ यार मेरो दुईवटा चोकबाट तल कति टाइम लाग्छ जान 1 मिनटको टाइममा हामी बहिनीको घर जाँदैछौँ बहिनीहरू बसिरह होला गएर पैसा दिने निस्किने खर्च दिने निस्किने यस्तो पहिले चाहिँ हामीसँगै पढ्ने मसँगै पढ्ने हो 1 वर्षको बहिनी मेरो तर पनि हामी चाहिँ जाँदैछौँ यो जाडोले कस्तो अब हर्क बाजेको सिटी मैले छोडेँ आज लगभग 1 महिनाको लागि म छोड्छु हर्क बाजेको सिटी किनकि अब जाडो छ अब भोलि यस्तै पानी अलिक सिमसिम झऱ्यो भने भोलि कसम भनेको माइनस कति डिग्रीमा जान्छ भोलि त्यसपछि त बाहिर निस्किनै नहुने गरी भोलि हुन्छ त्यसपछि त उयो स्कुल सबै बन्द हुन्छ कलेज त बन्द भइसक्यो महेन्द्र हो एमसिसी बन्द नै भइसक्यो अरू पनि बन्द हुन्छ जसरी भए पनि सबै सरकारीहरू बन्द त्यसपछि त एमसिसी बन्द भइसक्यो होइन एमएमसी ए सरी एमएमसी हो एमसिसी एन्ड एमएमसी हामी त बहिनीको घर होइन त्यहाँ थिएन बहिनी लानुहोस् त म जाँदिनँ बहिनीको घर आइपुग्यो भनेर चाहिँ सरप्राइज आउँदैन नि त दोकान म ढोको गर्छु ल यहाँ आइज त यता आऊ बुनु आउँदैन त मान्छे त कहाँ हो कति साह्रो बिजी हो के हो कस्तो तान्यो यो हाम्रो लाउने घरमा त हो के हो हामी नआएर ढोका खोल्नुपर्छ ढोका खोल्नु पर्दैन तिमीले आम्मा के हो आम्मा पैसा दिन पनि है घरमै आउनुपर्छ कति रुपियाँ 500 रुपियाँ कसम 500 रुपियाँ त मलाई 5-6 दिन पुग्छ हो कोचिङ पढाउँछौ कहाँ घरमै कतिजना आउँछौ तैँले पैसा दिनुपर्ने हो नि अनि इन्कम कति आउँछ 5000 कति आउँछ इन्कम 3जनालाई कति पैसा आउँछ कति हुन्छ ओ ल लो बहिनीले त जागिर पनि खान थाल्छ क्या हामी त गएको बाई बाई अब भेटौँला अर्को वर्ष तिम्रो बिहेमा बाई बाई सो हामी चाहिँ लाग्यौँ घर ओ जाडो छ के गर्नु धनकुटा धरान टु धनकुटा होइन है धरान टु धनकुटा हिँड्यौँ हामी चाहिँ हो बाटोमा त केही देखिँदैन यार ढलले केही देखिँदैन यो बाटो त हो के हो यस्तो यिनीहरू सब भ्यू हेर्नु गएको क्या साइड पुग्न सक्छ है चिनेको भ्यू हेर्नु गएको तर आज त चिनिए पनि यस्तै होला सब होइन हामी पनि हिजो जाने प्लान थियो तर भएर क्यान्सल भयो जानु सकिएन कस्तो साह्रो जाडो गाउँतर्फ लाग्यो यता हामी चाहिँ यो भन्ज्याङमुनिबाट जान्छौँ गाउँ भने धेरै चिसो छ आटो कक्रेको भइसक्यो यस्तो त छ अवस्था अनि ओइ यतिखेर हामीले झापै फोटो पायो भने के हुन्छ होला है चुडेली क्या त्यहाँ 2 जना केटीहरू होइन चुडेली राम्री क्या फाट्यो कपाकम होला हाम्रो त 2 जनाको ओ बाटो चाहिँ एकदम छिटो छ है भर्खर झन्नै लड्यो अहिले यहाँ अब बहुत छिटो छ बाटो अब होसियारपूर्वक जानुपर्ने हुन्छ यो चाहिँ त्यो भएर खडो बाटो यस्तो छ अनि ऊ पछाडि तार लाट्टै हाल्छ होइन झर्नुपर्छ यस्तो
यस्तो छ बाटो अनि अबि पछाडिको त चिप्लिहाल्छ नि अबि कहाँबाट कहाँ पुग्यो कुल्लीको पुगिसक्यो यार भन्न यार तेरो खुट्टा लामो छ थाम्छस् बिस्तारी अब बढ चिप्लो छ यार झर्नुपर्छ म झर्छु गियर पनि कति साह्रो चिप्लेको गियरमा चिप्लिँदैन के भाइ होइन कि अब 2-3 गियरमा त अलिकति फटफटी जान्छ नि त एक गियरमा त नजानु पर्ने पछाडि यस्तो छ बाटो अनि यस्तो हालत छ हेर न हर्का बाजे हेर्नु पर्यो यो बाटोलाई अलिक बनाउनु पर्यो है हर्का बाजे अति नै छ यो बाटो चाहिँ चिप्लो त्यस्तो डेन्जर छ नि यस्तो बाटो चाहिँ अलिक बनाइदिनु पर्यो हर्का बाजेलाई म रिक्वेस्ट गर्न चाहन्छु यो बाटो चाहिँ बनाउनु पर्यो अलिकति नत्र भने त हुँदैन यस्तो डेन्जर छ बाटो चिप्लो त्यत्तिकै छ झनै हामी दुईजना त्यहाँ गोल्ड टिम 3चोटि होइन झनै 3चोटि गयौँ अब बाटो चाहिँ यहाँ तल माछा मारेर ठ्याक्कै मुनिपट्टि चाहिँ डेन्जर छ कि यहाँबाट अलिक चिप्लो पहिले पनि थियो अहिले पनि चिप्लो छ अब लडिन्छ भने सम्भव हुँदैन लडिँदैन सम्भव हुँदैन लडी पनि हालिन्छ सो बिस्तारै एक गियरमा लगाएर हामी बिस्तारै गइरहेको छौँ हेर्न सक्नुहुन्छ त्यहाँ गियर पनि देखिन्छ है मजाले तपाईँले हेर्न सक्नुहुन्छ यो हो क्या बाटो डेन्जर त यहाँ कम चिप्लो छ फेरि झर्नुपर्छ पर्दैन होइन म त झर्नुपर्छ भने झर्दिने हो बिस्तारै हिँडिदिने हो अच्छा यस्तो छ गाउँ जाने बाटो त यस्तो छ हाम्रो हालत अब यहाँ तलतिर चाहिँ चिप्लो अब चाहिँ चिप्लो बाटो भेट्यो क्या हेर अहिले पनि चिप्लिनु खोज्छ अनि ठेल्दै झार्नुपर्छ झर्छु म झर्छु ल अब लडिन्छ भन्छ लडियो भने गयो नि त अब त्यो हिँड्दै गएकै फाइदा क्या बिस्तारी म थाम्दैछु यस्तो त बाटो छ अनि हर्का बाजे यहाँ हेरिदिनु पर्यो अलिकति बाटो बनाइदिनु पर्यो जाडो पनि यस्तो जाडो चिप्लो पनि बाटो चिप्लो यो यस्तो बाटो त छ अनि के छ यस्तो हालत चाहिँ ओहो यो बाटो फेरि अस्तिको हुन्छ नि डेन्जर बिग्रेको रहेछ नि त बिस्तारै बाटोको हालत चाहिँ साला मरड छ यस्तो चिप्लो छ कि यस्तो बाटोमा त मेरो दुश्मन पनि नहिँड्नुहोस् यो मान्छे फेरि फाक भइन्छ यस्तो ठ्याक्कै यो माछा मार मुनिको हो यो खोला नजिकैको यो बाटो हो अब पर्छ ल जाउँ लेट्स गो हाम्रो यात्रा फेरि सुरु भयो यस्तो अफरोड बाटोबाट यताउति छ यार कस्तो चिसो के हुँदैछ के को म कहाँ हो माथि कि तल झन्नै गयो पानीमा सबै गयो अलिकतिले हेर्नु त मेरो सक्सहरू जुत्ताहरू सबै भिज्यो यार म एकछिन चप्पल धुन्छु ल के गर्नु यार मेरो
हालत त्यस्तो भइसक्यो धुदिन ओइ 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 अबि के गर्ने ओइ 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 ला मेरो फोनको क्यामेरा त केही भएन नि सबै ल ल ल ल ल ल ल आम्मा कति छ धुलो निस्केको ल निकाल आउँछ हुन्छ ल सफा हो चढे मैले होइन तँलाई चाहिँ भन्नु चाहिँ मन थियो क्या त्यो तल्लो साइडबाट ल्याए माथिल्लो साइडमा अलिकति बाटो अप्ठ्यारो छ त्यो पानी कट्छ नि आँसुका मलाई बाटो होइन त्यो उताबाट कटाउँदा अलिकति ढुङ्गाहरू छ क्या त्यही भएर अलिक अप्ठ्यारो छ अस्ति म देमासँग एउटा त्यही त लडेको त नि अब होइन कटाउँछु त ढुङ्गाले अड्किगएपछि अनि पल्टिक्यौँ त पल्टिहाल्यौँ देमा त पानी पो झर्नु भएको नि त्यो घरको देमाको त त्यही भएर भन्न चाहिँ मन थियो तर यसले कटाउँछ होला सोचेँ क्या अन्त म अलिकति मोटो भएको भए विश्वास जस्तो भएको भए म पल्टी झर्थेँ ठुल्टुक खाल्टुक झरेर चिसो सो गाइस हामी चाहिँ गाउँ पनि आइपुग्यौँ घर पनि आइपुग्यौँ होइन यसको घर यहाँ चाहिँ बाइक राख्ने ठाउँ छ हामी चाहिँ अब पर जाडो छ यार कसम भनेको आजको मेरो भ्लग चाहिँ यहीँ खत्तम भइसकेको छ सकिसकेको छ तपाईँहरूले लाइक सब्सक्राइब गर्नु पर्यो हेर्ने जतिले सबैजनाले होइन सो बाई बाई